विराटनगरमा परशुराम बस्नेत भने पछाडि र ट्याग छ नि पछाडि डनवाला। त्यो त हुने नै भने सङ्घर्ष गर्ने मान्छेलाई त अनेक ट्याग लाग्न सक्छ, राम्रो मान्छेलाई अनेक ट्याग लाग्न सक्छ। एउटा तस्बिर आएको थियो एयरपोर्टमा केही समय अगाडि र यो के थियो अनि के त्यो सल्भ भइसकेको हो? केही पनि थिएन। उमेरमा साथीभाइमा कहिलेकाहीँ त्यहाँ हाट्टाहुट्टो पनि हुन्छ। एमाले मुक्त देश बनाउनको लागि गठबन्धन गरियो, काहीँ पनि जित्नु हुँदैन भनेर लागिरहेको पनि सुनिन्छ। जहाँ मानव छन् त्यहाँ एमाले मुक्त हुँदैन। एमाले पहिलेभन्दा खस्किएको, अब चुनावमा चाहिँ त्यस्तो परिणाम आउँछ भने 1% सोच्नु भएको छैन? 1% पनि सोचेको छैन, अझै बढेको छ। अझै एमालेको महत्त्व चाहिँ जनताले बुझ्दैछन्। गृहमन्त्री बनाउन पनि तपाईँकै पार्टीको अध्यक्ष केपी शर्मा ओलीकै हाते गृहमन्त्री पनि उहाँले नै बनाइदिनु भएको हो। बनाउन त एमाले बनाउने हो, बेरोजगारहरूलाई रोजगार दिने पनि एमाले नै हो। बालनले अब चुनाव बोक्ने कुरा भइरहेको छ, चुनाव जित्दैन काठमाडौँमा। बालनले चुनाव जित्ने कुरा त धेरै गाह्रो छ, सकिँदैन। बालन शाह पनि हराउन सक्दैन। बालन शाह होइन, बालन शाहको हजुरबा आए पनि सक्दैन। जहाँ पनि क्रिया त बालनकै छ नि त, जहाँ पनि तपाईँ नाम सुन्नु बालन प्रधानमन्त्री बालन। हिँड्नु न अहिले तपाईँलाई चाहिँ यहाँ नाङ्गे हिँड्नु त, म कोट लाएर हिँडेको र तपाईँ नाङ्गे यहाँ हिँड्ने छौँ त, तपाईँकै फोटो खिच्छन् सबै। एमाले कति सिट ल्याउँछ? 138 सिट ल्याउँछ, बहुमत ल्याउँछ। नेकपा एमाले आवश्यक सिट ल्याउँछ र एमालेकै नेतृत्वमा सरकार बन्छ। नयाँ पुस्ताको नयाँ शक्ति नयाँ एक ठाउँमा आएर चाहिँ गठबन्धन भइरहेको छ। कति सिट ल्याउँला देशभरिमा? ल्याउँछन् 2-4 सिट ल्याउँछन्, 1 दर्जन पुर्याउँदैन। केपी शर्मा ओलीलाई कारबाही गर्नुपर्छ, उहाँलाई चाहिँ कटघरामा उभ्याउनुपर्छ भनेर त माग उठिरहेको छ। केपीओलीले जलाएको हो त देश जलाउनेहरू चाहिँ अप्राकृतिक गठबन्धन गरेर सेलिब्रिटी भएर हिँड्नुपर्ने। तपाईँहरूको पनि गठबन्धन हुने चर्चा सुनिराखेको थियो। होइन, हामी त राष्ट्रवादी सबैसँग गठबन्धन गर्छौँ। यी हिंसा विरोधी जो छन् सबैसँग गर्छौँ। देश जलाउनेको विरुद्ध हाम्रो गठबन्धन हुन्छ। महानगरपालिका पनि चर्चा सुनिन्छ नि तपाईँको? महानगरको इन्चार्ज भएको हुनाले चर्चा होइन, दाबी नै गर्न मिल्यो। प्रतिनिधि सभा सदस्य भएर धेरै काम गर्न सकिन्छ कि विराटनगर महानगरपालिकाको मेयर भएर? कामका हिसाबले, जनताको सेवाको हिसाबले त विराटनगरको मेयर भएर धेरै काम गर्न सकिन्छ। भोलि गठबन्धनको सरकार आयो भनेदेखि त तपाईँहरूलाई गाह्रो होला नि त फेरि। हामीले केही गरेकै छैन, हामीलाई के जुनसुकै सरकार आए पनि केही हुँदैन। हेलो एन्ड वेलकम टु हाम्रो पोडकास्ट। र आज हाम्रो पोडकास्टमा हामीले गेस्टको रूपमा निम्ति आएका छौँ नेकपा एमालेका केन्द्रीय सदस्य युवा नेता हुनुहुन्छ हामीसँग परशुराम बस्नेत। स्वागत छ तपाईँलाई कार्यक्रममा। धन्यवाद। कस्तो चलिरहेको छ अब यो जेएनजी प्रोटेस्ट पछाडि नेपाल कम्युनिस्ट पार्टी एमालेको चाहिँ अब मानिसहरूप्रति जुन धारणा छ, यो धारणा एक तरह सामाजिक सञ्जालको धारणा छ, एउटा मानिसहरूको चाहिँ चोकवाला धारणा छ। यो धारणाहरू बिचमा चाहिँ पार्टीभित्र लागिराख्न चाहिँ कतिको गाह्रो भइरहेछ, सजिलो भइरहेछ, कस्तो छ अहिलेको अवस्था? अब जेएनजी प्रोटेस्ट पश्चातको परिस्थिति तपाईँहरूले बुझ्नु नै भएको छ। यदि जनताको बिचमा र जनताको माया कसैलाई प्राप्त छ भने त्यो नेकपा एमालेलाई छ भन्ने कुरो चाहिँ घाम जस्तै छर्लङ्ग छ। त्यो चाहिँ भर्खरै मात्रै हामीले 11औं राष्ट्रिय महाधिवेशन सम्पन्न गऱ्यौँ र त्यो 11औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको जनसागरले त्यो देखाइसकेको छ। त्यसकारणले हाम्रो समाज चाहिँ कस्तो हुँदैछ भन्दा अब हाम्रा छोराछोरी भाइ बहिनीहरूले एउटा प्रोटेक्ट सुशासनको पक्षमा करप्सनको विरुद्धमा राखे र त्यसमा घुसपेट गरेर सिङ्गो देशै जलाउने, व्यवस्थै समाप्त गर्ने र स्थापित पुराना राजनीतिक दलहरूलाई समाप्त गर्ने जुन षड्यन्त्र र आतङ्कवादको प्रयास भयो त्यसको चाहिँ जति भत्सना गरे पनि कम हुन्छ। त्यसकारणले यहाँ अहिले देश जलाउनेहरूको एकता भइरहेको सन्दर्भमा तपाईँले यहाँ मलाई बोलाउनु भयो। अहिले यो देश कसले जलाएको रहेछ, किन जलाएको रहेछ, यसको उद्देश्य के रहेछ, बिस्तारै बिस्तारै खुल्दै गइरहेका छ। त्यसकारणले नेकपा एमाले हिजो पनि जनताको साथमा थियो, आज पनि जनताको साथमा छ। हिजो पनि युवाहरूका माग र मुद्दा सबैभन्दा बढी उठाउने र सम्बोधन गर्ने पार्टी नेकपा एमाले थियो। त्यो कारणले त्यो नेकपा एमालेको केन्द्रीय सदस्य कार्यकर्ता हुन पाउनु भनेको त्योभन्दा ठुलो गौरव मलाई केही पनि छैन। तपाईँले अघि भन्दै गर्दाखेरि अधिवेशनको कुरा गर्दै गर्दाखेरि धेरैवटा पिक्चरहरू पनि आए, ती हुनुहुन्थ्यो, तपाईँ पनि आफै उम्मेदवार हुनुहुन्थ्यो। त्यो एउटामा चाहिँ एकदमै धेरै त्यो एआईको प्रयोग गरेर बनाएको रहेछ। त्यति जनसागर थियो र त्यहाँनिर त्यो जुन तस्बिर आएको थियो, एउटा तस्बिर हेर्नु होला तपाईले। एआई भन्दा पनि त्यो चाहिँ कसैले एआई प्रयोग गरेर बन्ने भन्दा नि त्यो चाहिँ तस्बिरै आफै बोलिरहेको थियो नि। त्यसमा त कुनै एआई गर्नुपर्ने आवश्यकतै थिएन नि। सारा सबै बाटै बन्द हुन्थ्यो, देशभरिका मान्छेहरू चाहिँ
लाखौँ मान्छेहरूको उपस्थिति त्यहाँ थियो। त्यो कारण त्यो भिडलाई एआई गर्नुपर्ने आवश्यकतै थिएन नि। अनि यो प्रोटेस्ट पछाडि सङ्गठनिक रूपमा या जनताको बिचमा चाहिँ एमाले पहिलेभन्दा खस्किएको, अब चुनावमा चाहिँ त्यस्तो परिणाम आउँछ भने 1% सोच्नु भएको छैन? 1% पनि सोचेको छैन, अझै बढेको छ। अझै एमालेको महत्त्व चाहिँ जनताले बुझ्दैछन् र एमाले नै सिङ्गो राजनीतिक क्षेत्रको एउटा चाहिँ आकर्षण र रक्त सञ्चार गर्न सक्ने गुरु पार्टी, नेता पार्टी एमाले हो भन्ने कुरा पुष्टि भइसक्यो नि। अरू को साथै आएको छैन अहिलेसम्म। त्यही के अरे प्रदर्शनको कारणले चाहिँ काङ्ग्रेस फुट्ला भन्ने अवस्थामा पुगेको छ र अरू चाहिँ एमाले कति बलियो रहेछ भनेर त्यो भिड देखेर, जनताप्रतिको आकर्षण देखेर सारा सबै जेलबाट निस्केका ठगहरू पनि अहिले चाहिँ एकता गरिरहेका छन्। त्यो कारणले गर्दा हिजो देश जलाउने, सिंहदरबार जलाउने र नेताका घर जलाउने, संविधान जलाउने, प्रतिनिधि सभा विघटन गर्ने र देशद्रोह गर्नेहरू, आतङ्कवादको चाहिँ क्रीडास्थल बनाउनका लागि प्रयासरतहरू त भटाभट चाहिँ तपाईँलाई चाहिँ एकता गरिरहेका छन्। त्यो किन गरेका छन्? एमालेसँगको डर र त्रासले न हो। एमाले मुक्त देश बनाउनको लागि गठबन्धन गरिएको, एमाले मुक्त, अब एमाले कहीँ पनि जित्नु हुँदैन भनेर लागिरहेको पनि सुनिन्छ। जहाँ मानव छन् त्यहाँ एमाले मुक्त हुँदैन। जहाँ मानव छन् त्यहाँ सबैभन्दा बढी एमाले हुन्छन्। त्यसकारणले एमाले मुक्त संसार कहीँ पनि छैन। एमालेलाई माया गर्ने संसारभरि छन्। 2079 सालको मत परिणाम भन्दा राम्रो आउँछ कि कस्तो आउँछ? खस्केको आउँछ योपालिको परिणाम? त्योभन्दा राम्रो आउने किन देखियो भन्दा त जो विकल्प भनेर देश जलाएर, अरूलाई मारेर, हत्या गरेर, हिंसाबाट चाहिँ सत्ता प्राप्त गर्छु भन्नेहरूको दिवा सपना पुरा हुँदैन। सामाजिक सञ्जालमा यति धेरै क्रेज छ, यति धेरै फलोअर्स, यति धेरै लाइक, हरेक कुराहरू चाहिँ उहाँहरूको बढी देखिरहेको छ। एमालेलाई जहाँ पनि एमालेको त नेताको कुरा गर्ने हो भनेदेखि पनि अब जसको कुरा गर्दाखेरि पनि तल गालीको बर्सात मात्रै हुँदैन भन्ने कुराहरू पनि आइरहेको छ। त्यो हेर्नु भएको होला नि त, यो कुराहरू हेरेर विचलित हुनु भएको छ। आवश्यकता छैन त्यो कुरा हेर्नलाई। सामाजिक सञ्जालमा रोइलो गर्ने सयौँ हजारौँ मान्छेलाई पैसा दिएर, कम्प्युटर ल्यापटप किनिदिएर, रोजगारी दिएर एमालेको विरुद्धमा, व्यवस्थाको विरुद्धमा, राष्ट्रियताको विरुद्धमा, मुलुकमा चाहिँ अराजकता मचाउनका लागि लेखिएको सामाजिक सञ्जालका गलत भ्रमहरू हेर्न के जरुरी छ र एमालेले? भनेपछि त्यो कुराहरूलाई त्यही धेरै मतलब कुनै वास्ता छैन। इतिहासमा सबैभन्दा चाहिँ अराजकता फैलेको कहिले थियो भने यो अहिलेको समय हो। इतिहासमा त्यो कसले सुरुवात गर्यो भन्दा जुन बेलादेखि रवि लामिछानेले नागरिकता त्यागेर नेपाली हुँ भन्न नसक्ने अवस्था भएर यहाँ चाहिँ दुई छाक गरेर खान नसकेर विदेश पलायन भएको व्यक्ति, विदेशमा 9-10 वटा चाहिँ काण्ड गरेर आर्थिक अपराधहरू गरेर फेरि नेपाल फर्केर टेलिभिजनको, मिडिया क्षेत्रको, सञ्चार कर्मको खोल ओढेर जे अपराधहरू, जे अराजकताहरू, जे हिंसाहरू, जे सामाजिक सद्भाव खलबलाउने खालका र जुन तपाईँलाई चाहिँ संस्कार संस्कृति मेटाउने खालका गतिविधि उसले त्यहाँबाट सुरु गरे। त्यति बेलै उसले चाहिँ मुलुकमा हिंसा र राष्ट्रिय एकता कमजोर बनाउने उद्देश्य बोकेर नै आएको पुष्टि भइसक्यो। अमेरिकाबाट आउँदाखेरि त तपाईँकै पार्टीको अध्यक्ष प्रधानमन्त्री हुन्थ्यो, उहाँले नै जनतासँग प्रधानमन्त्री भनेर कार्यक्रमलाई उहाँले नै ल्याउनु भएको थियो, उहाँले नै इस्टाब्लिस गरिदिनु भएको थियो। पछि गृहमन्त्री बनाउन पनि तपाईँकै पार्टीको अध्यक्ष केपी शर्मा ओलीकै हाते गृहमन्त्री पनि उहाँले नै बनाइदिनु भएको हो। बनाउन त एमालेले बनाउने हो, बेरोजगारहरूलाई रोजगार दिने पनि एमालेले नै हो। खान नपाएर चाहिँ नेपालमा चाहिँ नबिक्दाखेरि प्रधानमन्त्री भनेको त यो राष्ट्रकै अभिभावक हो। एउटा बेरोजगारलाई रोजगारी दिने कुरा त त्यो त उहाँले एकदमै पवित्र उद्देश्य बोकेर गर्नुभएको थियो। पछि चाहिँ त्यही कर्मबाट भ्रम छर्दै चुनाव लडेर सांसद भइसकेपछि अब एउटै दलको चाहिँ सरकार बन्ने अवस्था नहुँदा ऊ पनि एउटा सांसद भएको हुनाले, एउटा पार्टीको सभापति भएको हुनाले अब सरकार सञ्चालनका लागि, निर्माण गर्नका लागि साथ सहयोग लिने र लिए बापत त्यसको चाहिँ उसले पाउने हिस्सा बापत
प्राप्त गर्ने पद दिने कुरा त्यो कुनै अन्यथा कुरा होइन, भोलि पनि हुनसक्छ त्यो त। अहिले अस्ति गठबन्धन भयो, हेर्नु पनि होला, प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा पनि आइसक्नु भएको छ बालेन शाह, काठमाडौँ महानगरपालिकाको मेयर। र अर्को पनि चर्चा छ, तपाईँहरूकै पार्टीको अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाको 5बाट उठ्ने र केपी शर्मा ओलीलाई हराउने भनेर कसरी लिनु भएको छ? यस्तो हुन्छ, राजनीतिमा लागेका मान्छेहरूले जित्छु भन्नु, उम्मेदवारी दिन्छु भन्नु, त्यो सकारात्मकै मान्नुपर्छ। तर केपी ओलीलाई झापामा हराउँछु भन्नु त्यो दिवा सपना हो, त्यो कुनै कसैले पनि कल्पना गरेका छैन। सकिँदैन। बालेन शाह आए पनि हराउन सक्नुहुन्न। बालेन शाह होइन, बालेन शाहका हजुरबा आए पनि सकिँदैन। सबै एक भएर सबै लड्दा पनि नसकेकै होइन, अघिल्लो पटक सबै एक थिए, एक्लै हामी थियौँ त। त्यसकारण यो चाहिँ गलत उद्देश्यका लागि, कसैलाई बनाउनका लागि चाहिँ गठबन्धन भयो, एकता भयो भने त्यसलाई सामान्य लिनुपर्छ। कसैलाई हराउनका लागि, कसैलाई विस्थापित गर्नका लागि होइन गरिएको गठबन्धन अथवा चाहिँ तपाईँलाई चाहिँ एकता, त्यसले परिणाम ल्याउँदैन। एमाले कति सिट ल्याउँछ? 138 सिट ल्याउँछ, बहुमत ल्याउँछ। नेकपा एमालेको सङ्कल्प नै बलियो राष्ट्रिय शक्ति निर्माण हाम्रो चाहिँ सङ्कल्प हो। समृद्ध नेपाल, सुखी नेपाली चाहिँ राष्ट्रिय गन्तव्य हो। त्यो गन्तव्य पुरा गर्नका लागि, लोकतन्त्रको रक्षाका लागि, जलेको देशलाई उठाउनको लागि, ढलेको देशलाई उठाउनको लागि, मुलुकलाई समृद्ध बनाउन र नेपाली जनतालाई सुखी र खुसी बनाउनका लागि नेकपा एमाले आवश्यक सिट ल्याउँछ र एमालेकै नेतृत्वमा सरकार बन्छ। सरकार बन्नु भन्ने प्राइम मिनिस्टर को हुन्छ? केपी ओली हुनुहुन्छ। फेरि केपी ओली हुनुहुन्छ। जेएनजी प्रोटेस्ट हुँदै गर्दाखेरि 23 गते र 24 गते कहाँ हुनुहुन्थ्यो तपाईँ? म विराटनगरमै थिएँ। विराटनगरमै हुनुहुन्थ्यो। हेर्नुभयो त्यो घटनालाई? मैले नजिकबाट हेरेको छु र मेरो छवि चाहिँ के हो भने विराटनगरलाई जुनसुकै हिंसाबाट बचाउने मेरो छवि हो। तर त्यति बेला राज्य प्रशासनको मनोबल घटेको र राज्य प्रशासन नै सबैभन्दा पहिला भागेको कारणले पटक पटक मैले चाहिँ तत्कालीन चाहिँ यहाँका चाहिँ जिल्ला प्रशासन प्रमुख, जिल्ला प्रहरी प्रमुख, प्रदेश प्रमुख लगायत सबैलाई मैले पटक पटक हामीसँग चाहिँ सङ्गठित एउटा शक्ति छ, प्रहरीको एउटा चाहिँ स्ट्रङ टिम मलाई दिनुहोस्, भाटभटेनी, विराटनगर यी कुनै पनि सरकारी कार्यालयहरू जल्न दिँदैनौँ भनेर मैले पटक पटक अनुनय विनय गरेको। यत्रो सङ्गठन छ युवा र पार्टी अफिस बचाउनका लागि हामी गएको, तर पत्रकार साथीहरूले नै त्यहाँबाट चाहिँ हात जोडेर फर्काएर यस्तो खालको भिड, अराजनीतिक भिड, यो भिडसँग चाहिँ नलागौँ भनेर त्यसपछि फेरि मेरो घर जलाउन आइसकेपछि म चाहिँ आफ्नो घर र आफ्नो रक्षा गर्नका लागि घरमा आएर बसियो र त्यहाँका टोल छिमेक सबैले चाहिँ पटक पटक आक्रमण गर्न खोज्दा पनि आफ्नो घर जल्न दिएन। यो विराटनगर बचाउन नसकेकोमा चाहिँ मेरो छवि गुमेको अनुभूति गरेको छु मैले। जस्तो अहिले अघि तपाईँले भन्दै गर्दाखेरि चाहिँ एमालेको महाधिवेशनमा पनि जुन भिड देख्नुभयो या सङ्गठनिक रूपमा पनि हामी जुन तरिकाले स्ट्रङ छौँ भनेर भन्नुभयो, आफ्नै पार्टी अध्यक्षको घर पनि बचाउन सक्नु भएन तपाईँहरूको सङ्गठनले त्यतिखेर आएर चाहिँ। यहाँ विराटनगरकै कुरा गर्ने भनेदेखि विराटनगरमा पनि कुनै पनि सरकारी कार्यालयमा एकजना भाइले वीरेन्द्र सभागृह अगाडि बसेर चाहिँ यो नजलाम हाम्रो सम्पत्ति भन्दाखेरि चाहिँ बाँचेको थियो। 10-15 जना मान्छेहरू या 20 जना मान्छेहरू चाहिँ सरकारी कार्यालय अगाडि बसेर यो कार्यालयहरू नजलाउँ, यो हाम्रो सम्पत्ति हो भनेर रोक्ने भएको भएदेखि सायद त्यो पनि जल्दैन थियो होला। ती मान्छे पनि देखिएन नि त। त्यो खालको अवस्था थिएन। यो यस्तो खालको अप्रत्याशित रूपमा चाहिँ आएको भिड थियो। सेना, प्रहरी, सेनाको हेडक्वार्टर अगाडि सर्वोच्च जलिरहेको छ, सिंहदरबार जलिरहेको छ, सेनाको परमाधिपति राष्ट्रपतिको चाहिँ निवास जलिरहेको छ, कार्यालय जलिरहेको छ। त्यसको रक्षा गर्न नसकिरहेको अवस्थामा मैले त म भन्छु, अहिले पनि सिडिओ साहबहरू, एस साहबहरू, डिएस साहबहरू हुनुहुन्छ, पटक पटक मैले भनेको छु, पटक पटक विराटनगर बचाउन सकिन्छ। त्यो अनुभव हामीसँग छ। मधेस आन्दोलनमा बचाएको विराटनगर हो। माओवादीको त्यस्तो जनयुद्ध हतियार बोकेर हिँडेको, तीर भाला बन्दुक लिएर हिँडेका आन्दोलनहरूमा विराटनगर बचाएको थियौँ हामीले। सामाजिक सद्भाव कायम गरेको थियौँ, राष्ट्रिय एकता बचाएको थियौँ। तर यो चाहिँ माथिबाटै षड्यन्त्रपूर्ण हिसाबले चाहिँ, जुन हिसाबले चाहिँ सुरक्षा निकायहरू निष्क्रिय भए
र चाहिँ राष्ट्रका प्रमुख, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत चाहिँ तपाईँलाई चाहिँ प्रधानमन्त्री नै भाग्नुपर्ने, बच्नुपर्ने त्यो खालको स्थिति सिर्जना भयो नि त। त्यो कारणले गर्दाखेरि कहिलेकाहीँ चाहिँ त्यो चाहिँ आफू बच्नका लागि त्यो हिंसात्मक भिड, त्यो आतङ्कवादको चाहिँ प्रयोग गरिरहेको, राष्ट्रियता केही नबुझ्ने, नेता नेतृत्व नीति कानुन ऐन केही नबुझ्ने त्यस्तो भिडसँग चाहिँ पौठेजोरी खेल्नुभन्दा चाहिँ केही समयका लागि सेभ भएकै राम्रो हुन्छ भन्ने निष्कर्ष त्यो चाहिँ एक्लै केही गर्न सकिँदैन नि त। सिङ्गो राज्य प्रशासन नै चाहिँ तपाईँलाई चाहिँ हात उठाइसकेपछि नियत त जनताले मात्रै केही गर्न सक्दैन, तर पनि जनताको साथ लिएर सुरक्षाकर्मीले साथ दियो भने विराटनगर बचाउन सकिन्छ भनेर पटक पटक मैले चाहिँ कराइरहेँ, भनिरहेँ, अनुनय विनय गरिरहेँ। यो तपाईँहरूले बुझ्दा हुन्छ। जस्तो अहिले अब यो प्रोटेस्ट पछाडि पनि धेरै खिचडीहरू पाकिसकेको छ। जस्तो फागुन 21 गतेको लागि निर्वाचनको म्याद तोकिएको छ। तपाईँहरूको एउटा मुद्दा संसद पुनर्स्थापना हुनुपर्छ भन्ने पनि छ, फेरि निर्वाचनमा जाने कुरा पनि छ। यो के स्पष्ट के छ, तपाईँहरू संसद पुनर्स्थापनाको हुनुपर्छ भन्ने लाइनमा हुनुहुन्छ कि निर्वाचनमा जाने लाइनमा हुनुहुन्छ कि के छ? तपाईँहरू के अरे पार्टी पनि दर्ता गर्नु निर्वाचनमा जाने भनेर यता सूची पनि तयार गरिराख्नु भएको छ, यता उम्मेदवार छनौटको प्रक्रियामा पनि हुनुहुन्छ, फेरि चुनाव नहुने सङ्घ स्थापना हुनुपर्छ। यो दुईटा आयो क्या, एउटा स्पष्ट बाटो चाहिँ के हो? पहिलो कुरो त अवैधानिक हिसाबले सरकार बनेको छ, त्यो गलत छ भन्ने एमालेको निष्कर्ष हो। संविधानभन्दा बाहिरबाट सरकार बनेको छ, त्यो नै असंवैधानिक छ र त्यो असंवैधानिक सरकारले अझै असंवैधानिक कदम चालेर प्रतिनिधि सभाको हत्या गरेको छ, विघटन गरेको छ। त्यो चाहिँ निशर्त पुनर्स्थापना हुनुपर्छ, त्यो कानुनी कुरो हो, वैधानिक कुरो हो, विधिको कुरो हो भनेर एमालेले भनिरहेको छ र त्यो अदालतमा त्यो मुद्दा विचाराधीन छ। काङ्ग्रेस, एमाले लगायत दलहरूले, निवर्तमान सांसदहरूले नै हस्तक्षेप, बहुमत सदस्यहरूले हस्तक्षेप गरेर संसद पुनर्स्थापनाको माग गरिरहेका छन् र त्यो चाहिँ एउटा संवैधानिक अधिकारको कुरा भयो, कानुनको विषय भयो, त्यो वैधानिक एउटा बाटो हो भन्ने हाम्रो निष्कर्ष हो। अर्को कुरो, संसदीय राजनीतिकमा निर्वाचन गर्नका लागि त्यो क्राइसिसपछि बनेको सरकारले यदि निर्वाचन गर्ने बाटो लिन्छ भने र निर्वाचन हुन्छ, निर्वाचन चाहिँ भइरहित हिसाबले, शान्तिपूर्ण हिसाबले जनताले मतदान गर्न पाउने वातावरण सरकारले बनाउँछ भने निर्वाचनबाट एमाले कहिले पनि भाग्दैन र सबैभन्दा बढी मैदानमा निर्वाचनका लागि तयारी गरेको पार्टी नै एमाले छ। अरूले त केन्द्रीय कमिटीको बैठक र कार्य सम्पादन समितिको बैठकै काङ्ग्रेसले गर्न सकेको छैन। कसैले अर्ली महाधिवेशन भनिरहेछन्, कसैले चाहिँ तपाईँलाई चाहिँ अब आवधिक रूपमा हुनुपर्छ भनिरहेका छन् र अहिले अब चाहिँ एक थरी पदाधिकारीहरू त महाधिवेशन घोषणा गरेर पार्टी नै चाहिँ सङ्कटमा पर्ने हिसाब स्थिति छ। अब हिजोका चाहिँ वैकल्पिक शक्ति भनेर निस्केका दलहरू, नेता र राजनीतिक दललाई गाली गरेर जन्मेका, गालीबाट जन्मेका, सामाजिक अराजकता फैलाउनका लागि जन्मेका, देश जलाउनका लागि जन्मेका, राष्ट्रियता कमजोर बनाउनका लागि लेन्डुपका रूपमा चाहिँ अगाडि आइरहेका दलहरूले पनि चुनावको कुरा गरिरहेका छन्। एकातिर चुनावको कुरा गरिरहेका छन्, अर्कोतिर चाहिँ एक थरी जेनजी भनेर चुनाव बहिष्कारका चाहिँ प्रयासहरू पनि भए। चुनाव जित्ने भए चुनाव गराउने, हार्ने भए त्यही साथीहरूलाई चाहिँ सडकमा उतारेर चुनाव नगराउने, दुईटै भूमिकामा चाहिँ यो सरकारमा बसेका मान्छेहरू, यो चाहिँ गैर दलीय सरकार भनिएको छ। तर अहिले गठबन्धन चाहिँ अपवित्र गठबन्धनहरू जसरी भइरहेको छ, विभिन्न पदहरू त पार्टीका चाहिँ उपसभापति, त्यही महामन्त्री, प्रवक्ता के भनेर चाहिँ पद पनि बाँडिएको छ। त्यसकारणले जे भनेर गठन गरिएको सरकार नै यसो हेर्दाखेरि त मुख देखाउन पनि लाजमर्दो स्थिति यो सरकारको छ र अहिले वैकल्पिक शक्ति भनेका व्यवस्था मास्नलाई जन्मेका शक्तिहरूको हालत के छ भन्ने कुरो त हिजो पानी बार भएकाहरूको पनि एकता किन भइरहेको छ त भन्दा स्थापित लोकतन्त्र स्थापना गर्नका लागि, मुलुकलाई यहाँसम्म पुर्याउनका लागि हैन,
सबै खालका अधिकार प्राप्त गर्नका लागि ठुलो योगदान बलिदान दिएका नेता र दलहरूलाई गाली गरेर आएका दलहरूको दोषी खुस्किसकेको छ। त्यस कारणले के हो त भन्दा हामी चाहिँ विधिमा विश्वास गर्छौँ, लोकतन्त्रमा विश्वास गर्छौँ, राष्ट्रियता कमजोर हुने कुरामा कुनै सम्झौता गर्दैनौँ र विधिको शासनमा विश्वास गर्छौँ। हामी अराजकता र विध्वंस हत्या हिंसामा विश्वास गर्दैनौँ। जस्तो अब तपाईँले विध्वंस भन्दाखेरि नयाँ शक्ति भनेर चाहिँ नाम आइरहेको छ। यो नयाँ पुस्ताका नयाँ शक्ति नयाँ एक ठाउँमा आएर चाहिँ गठबन्धन भइरहेको छ। एकपछि एक गरेर दलहरू पनि मिसिरहेका छन्, व्यक्तिहरू पनि मिसिरहेका छन्। कति सिट ल्याउला देशभरिमा? ल्याउँछन् 2-4 सिट ल्याउँछन्, 1 दर्जन पुर्याउँदैनन्। 1 दर्जन पहिलेकै सिट संख्या त 22 सिट छ त। पहिलाको त कहाँ त सबै फुटेर कहाँ पुगिसक्यो नि। त्यो पहिला त एउटा के थियो भने बा ठिक हो कि भन्ने भ्रम थियो मान्छेलाई। हामी चाहिँ क्लियर थियौँ, नागरिकतै नभएको मान्छे चुनाव लडेर फेरि रिचुनाव गर्नु पऱ्यो। त्यसकारण आफ्नो नागरिकता छ कि छैन भन्ने होस् नहुने मान्छे वैकल्पिक शक्ति हुन सक्दैन भन्ने हामीलाई त विश्वासै थियो होइन। त्यो कारणले रविजी र मेरो त सम्बन्ध पनि राम्रो हो। त्यो टेलिभिजनमा जागिर खाँदा सोर्स लाउने मान्छे म पनि हो। त्यो कार्यक्रम सञ्चालन गर्नका लागि केपी ओली र रविजीको फोटो ठाउँ ठाउँमा चाहिँ प्रचार गर्ने र जनताको आवाज साँच्चै पो यिनले बोलिदिन्छन् कि भन्ने हिसाबले हामीले पनि त उसलाई सहयोग गरेका थियौँ। त्यस कारणले रविजीलाई म राम्रै चिन्छु। हाम्रो चाहिँ यदि विराटनगरका ज्वाइँ पनि हुन् होइन। त्यो कारणले रविजीको बारेमा कुनै त्यस्तो प्रतिशोध हामीलाई गर्नुपर्ने, गलत भ्रम छर्नुपर्ने केही छैन। जे हुन् त्यही हुन्। कतिवटा चाहिँ काण्ड छन्, नेपालमा मात्रै होइन संसारभरि काण्ड छन् होइन। हरेक थरी काण्ड छन्। चारित्रिक काण्ड बेग्लै छन्, आर्थिक काण्ड बेग्लै छन्, वैदेशिक काण्ड बेग्लै छन् होइन। त्यस कारणले यस्ता व्यक्तिको बारेमा राजनीतिक छलफल गर्ने कुरा नै यो समाज कतातिर जाँदैछ, हामी के गर्दैछौँ। जो मान्छे चाहिँ संसारभरि ठगेर आएको मान्छे त त्यसले सुशासनको कुरा गरिरहेको छ होइन, भ्रष्टाचार विरोधी गफ गरिरहेको छ। त्यस्ता कुरा नेपाली जनताले कसरी पत्याइरहेका छन् होइन। यस्ता कुरामा चाहिँ छलफल गर्नुपर्छ। किनभने अब राजनीतिक भनेको चाहिँ एउटा सेवा हो। हेर्नुहोस्, शक्ति आर्जन गर्ने कुरा मात्रै हो नि होइन। म त यति दुखी छु, इतिहासमा यो खालको अराजकता रवि लामिछाने, बालेन जस्ता मान्छेहरूले जुन खालको अराजकता मचाएका छन्, जुन खालको भ्रम छरेका छन्, जुन चाहिँ हिसाबले मेयर जितेर अहिले अवधि नै नपुगिकन चाहिँ तपाईँलाई चाहिँ छोडेर कसैका विरुद्धमा लाग्नका लागि स्थापित जो मेयर उठ्न यो वातावरण बनाउने र यो उपलब्धि हासिल गर्ने, शिर निहुर्याएर सम्मान गर्नुपर्ने नेताहरूलाई अपमान गरेर, चरित्र हत्या गरेर, भ्रम छरेर जुन खालको उद्देश्य उनीहरूले लिएका छन्, उद्देश्य गलत भएको हुनाले, तिनीहरूको उद्देश्य गलत भएको हुनाले भविष्य पनि लामो छैन, छोटै छ। बालनले अब चुनाव उठ्ने कुरा भइरहेको छ। चुनाव जित्दैन काठमाडौँबाट। अब बालनले चुनाव जित्ने कुरा त धेरै गाह्रो छ। किन गाह्रो छ भन्दा चुनाव जितेर नि आफ्नो कार्यकाल त काठमाडौँ जस्तो चाहिँ राष्ट्रिय राजधानीको मेयर भएको त ऊ त्यहाँ बस्न सकेनन्। मेयरै हुँदा सिंहदरबार जलाउँछु, जलाएर देखाइदिए। जहाँ पनि क्रेज त बालनकै छ नि त। जहाँ पनि तपाईँ नाम सुन्छ बालन प्रधानमन्त्री बालन। हिँड्नु न अहिले तपाईँलाई चाहिँ यहाँ नाङ्गे हिँड्नु त, म कोट लाएर हिँडेको र तपाईँ नाङ्गे यहाँ हिँड्ने छौँ त, तपाईँकै फोटो खिच्छन् सबैले। नाङ्गे हिँड्ने मान्छेको चाहिँ चर्चा हुने समय छ त के गर्नुहुन्छ? 1 घन्टामा कति लाइक आउँछ हेर्नु भएको छ? नाङ्गे हिँड्ने बित्तिकै लाइक आइहाल्छ नि, हेर्छन् मान्छेले, लाइक गर्छन् नि त। विधि मान्नु परेन, कानुन मान्नु परेन, आफूभन्दा ठुलालाई मान्नु परेन होइन, कुनै संस्कार संस्कृति कुनै विकास गर्नु परेन। अराजकता मचाएको छ, जे मन लाग्यो त्यही बोलेको छ, जे मन लाग्यो त्यही चाहिँ लेखेको छ होइन। अदालतप्रतिको कत्रो सम्मान थियो, त्यसलाई कमजोर बनाउन खोजिँदैछ। न्यायालयमाथिको प्रहार, सामाजिक चाहिँ सद्भाव जुन हिसाबको चाहिँ थियो त्यसलाई खलबलाउने कामको नेतृत्व र संविधानको हत्या गर्न खोजिएको थियो। जुन हिसाबले अब यी सुनसरीको घटना हुने भने हिजो एकजना चाहिँ प्रहरीले गोली हानेर मान्छे मार्यो। अब सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्छ, त्यो मुद्दा उहाँलाई चलाउने कि नचलाउने? त्यस्ता झुट्टा वाहियात खालका चाहिँ नजिरहरू स्थापित गर्ने काम चाहिँ कसले गरेका छ?
शैतानको जस्तो चाहिँ शैलीबाट मुलुकले समृद्धि हासिल गर्न सक्दैन र राजनीतिक व्यवस्था बलियो हुन सक्दैन। तपाईँले भन्दै गर्दाखेरि तपाईँको भनाइ चाहिँ अहिले दुर्गा प्रसाईको भनाइसँग चाहिँ मिलिरहेको छ। उहाँले पनि भनिराख्नु भएको छ यो सरकारमा चाहिँ व्यक्तिहरू छिरिरहेका छन् या फलाना व्यक्तिहरूले चाहिँ बाहिरको डिजाइनबाट भइरहेको छ भनेर दुर्गा प्रसाई मलाई थाहा छैन। एउटा नेपाली नागरिकको हिसाबले बोल्दाखेरि जे भइरहेको छ अहिलेको समाजमा तपाईँहरूलाई चित्त बुझिरहेको छ त? चाहे त्यो पत्रकारिताका नाममा होस्, चाहे धनाढ्यका नाममा होस्, चाहे राजनीतिक कर्म गर्छु भनेर राजनीतिमा आउँछु भनेर, चाहे स्वतन्त्रका नाममा होस्, चाहे स्वतन्त्र पार्टीका नाममा होस्, चाहे वैकल्पिक शक्तिका नाममा होस्, के यो चाहिँ हिजोको समाज जसरी चाहिँ मिलेर बसेको थियो त्यो मिल्न सक्ने वातावरण यी शैतानहरूले दिएका छन् त? यसमा चाहिँ समीक्षा गर्नु पर्दैन, छलफल गर्नु पर्दैन? यो ठिक हो त? एकछिनको लागि मजा लिने रङ्गमञ्च हो त? देश जलाउनेहरूलाई यो देशको नायक बनाउन सकिन्छ त? तपाईँले भन्दै गर्दाखेरि त्यतिखेरै मानेको भए त प्रधानमन्त्री यतिखेर बालेन शाह हुनुहुन्थ्यो। त्यो उहाँले आफैले फेसबुकको हल्ला हो। अब पछि चुनावै नजिती हुन्छु भनेर सम्झौता गरेर मेयर छोड्न तयार हुने मान्छे हिजै प्रधानमन्त्री भएको प्रधानमन्त्री हुँदैन थियो होला त? त्यस्ता सबै हावा भ्रमहरूबाट हामी चाहिँ भ्रमित भएर चाहिँ धारणा बनाइरहेका छौँ। त्यस कारण धारणाहरू चाहिँ भ्रमबाट होइन, यथार्थबाट, सत्यबाट तथ्यबाट सत्य पत्ता लगाउने हिसाबले चाहिँ हुनुपर्छ। जस्तो 24 गतेको घटनाको बारेमा थोरै मैले कुरा गर्न चाहेँ। तपाईँ हिँडिराखेको डुलिराखेको विराटनगरभरि तपाईँले नपुगेका कार्यालयहरू पनि कमिने होलान्। तपाईँको आँखाका अगाडि जिल्ला सिडिओ कार्यालय, महानगरपालिका, मुख्यमन्त्रीको कार्यालय, प्रदेश सभा भवनहरू जलिराख्दाखेरि चाहिँ त्यतिखेर के फिल गरिराख्नु भएको थियो तपाईँले चाहिँ? यस्तो संरचनाहरू चल्दै गर्दा राष्ट्रियता असाध्यै कमजोर भएको र देशमा चाहिँ आतङ्कवाद छिरेको अनुभूति गरिरहेको थियो। त्यो कुनै राजनीतिक आन्दोलन थिएन। यस्तो खालको हिंसा राजनीतिकमा कल्पना गर्न सकिँदैन। हामीले त मधेस आन्दोलनको हिंसा, माओवादीले जनयुद्ध भनेर मान्छे मार्ने चलाएको अभियानको त्यो हिंसाको सबै खालका हिंसाको विरोध गरेर आएको पार्टी हो नि त नेकपा एमाले। नेकपा एमाले तत्कालीन माले कोके हुँदै त्यति बेला चाहिँ विभिन्न चाहिँ कम्युनिस्टका चाहिँ प्रयोगहरू, आन्दोलनका प्रयोगहरू गरेर आएर हिंसाबाट उपलब्धि हुँदैन, क्षति मात्रै हुन्छ भन्ने निष्कर्ष निकालेर शान्तिपूर्ण बाटो लिएको पार्टी हो नि त। भोगेको, बुझेको, जानेको, सबै चिजको प्रयोग गरेको, सबै खालका आन्दोलनहरू देखेको, नेतृत्व गरेको पार्टी भएको हुनाले नेकपा एमाले यस्ता हिंसाहरूलाई चाहिँ के अरे तपाईँलाई आन्दोलन अथवा चाहिँ तपाईँलाई चाहिँ परिवर्तनको सम्भाग यसबाट हुन्छ अथवा के चाहिँ केही चिज प्राप्त हुन्छ भन्ने कुरो विश्वास गर्दैन क्या। जस्तो 23 गतेको घटनामा फेरि फिर्केर जाँदाखेरि चाहिँ 23 गतेको घटना जुन प्रोटेस्ट थियो जेन्जी पुस्ताहरूको, उहाँहरूले त यो सत्ता परिवर्तन गर्ने पनि माग पनि थिएन। भ्रष्टाचार रहित देश बनोस्, देशमै युवाहरूले चाहिँ बसेर गरेर खान पाउन् भन्ने माग सहित उहाँहरूको प्रदर्शन थियो। त्यो दिन सिंहदरबार संसद भवनसम्म गएका ती पुस्ताहरूलाई संसद भवनमा गेटमा चाहिँ जसरी बर्बरतापूर्वक गोली प्रहार भयो र हत्या भइसके पछाडि 24 गतेको घटना चाहिँ देशभरि नै घट्यो। त्यो दिन संसद भवनभित्र छिर्न दिएको भए के हुन्थ्यो? होइन, त्यो दिनको माइती घरबाट बिजुली बजारसम्म पुग्दासम्मको एउटा प्रदर्शन सकारात्मकै माग मुद्दाहरू राखेर गरेको थियो भन्ने कुरा सरकारले त्यसलाई एडजस्ट गर्ने कुरा गरिरहेको थियो, छलफल गरिरहेको थियो र संसद भवन लगायत महत्त्वपूर्ण चाहिँ राष्ट्रका धरोहरहरू तोडफोड हुन जल्न दिनु हुँदैन भन्ने कुरामा सचेतै थियो। जब बानेश्वर पुगेर आन्दोलनकर्ताहरूले हाम्रो आन्दोलन स्थगन भयो, आन्दोलनमा घुसपेट भयो, त्यस कारणले हामी चाहिँ जस्ताको तस्तै अवस्थामा चाहिँ घर फर्कौँ भनेर आह्वान गरिसकेपछि चाहिँ टिओपी लगाएका, ज्याकेट लगाएका, बुलेट बाइक चलाएका, हतियार बोकेका चाहिँ विभिन्न चाहिँ तपाईँलाई चाहिँ प्रविधिहरूबाट चाहिँ सज्जित भएर देश जलाउनका लागि महिनौदेखि चाहिँ प्लानिङ र योजना बनाएर सबै सम्पदाहरू जलाउने चाहिँ निर्णय र निष्कर्षसहित
सिंहदरबार जलाएर अब बालुवाटार जलाउने, केपी ओलीलाई जलाउने, राजनीतिक दलका सबै नेताहरूलाई जलाउने, बङ्गलादेश बनाउने भनेर जुन हिसाबले देश कल्पना गर्न आँसु आउँछ। कुनै एउटा नेपाली नागरिकले गम्भीर भएर सोच्ने हो भने त्यो घटना सम्झिने हो भने हामी राष्ट्र जलिरहँदा, राष्ट्रघात भइरहँदा पनि ठुलो ठुलो हेरिरहनु पर्ने, गोलीमा त खुन खौलिन्छ नि। त्यो प्रहरीलाई के भयो होला? त्यो एउटा छोराछोरीहरूलाई चाहिँ ढाल बनाएर जुन खालको चाहिँ हिंसा, जुन खालको चाहिँ त्यो चाहिँ कल्पना गर्न नसकिने चाहिँ विध्वंस मचाउने स्थिति सिर्जना जसरी गरे यिनीहरूले, होइन, त्यसको हिसाब किताब हुँदैन त? त्यसको चाहिँ छानबिन हुँदैन त? त्यो सत्य तथ्य बाहिर आउँदैन त? तस्बिरहरू हेर्नुभयो? ती सबै तस्बिर त्यो स्थितिमा पुर्याउने को हो त? ती मान्छेहरू बच्छन् त? उनीहरूकै सरकार छ, अहिले नहोला, तर तस्बिरमा छ, भिजुअलमा छ, भोकलमा छ तपाईँलाई। त्यस कारणले यस्ता घटनाहरू, यस्ता राष्ट्रघात गर्नेहरू, आतङ्कवादको चाहिँ सुरुवात गर्नेहरू, आतङ्कवादको प्रवेश गराउनेहरू एक दिन कानुनको कठघरामा उभिनुपर्छ र इतिहासले तिनीहरूलाई त्यहाँ उभ्याउँछ र पश्चाताप गर्ने ठाउँ पनि उनीहरूसँग हुँदैन। तपाईँले राष्ट्रघात गर्ने मान्छेलाई कठघरामा उभ्याउने कुरा गर्दै गर्दाखेरि त यसले केपी शर्मा ओलीलाई कारबाही गर्नुपर्छ, उहाँलाई चाहिँ कठघरामा उभ्याउनुपर्छ भनेर त माग उठिरहेको छ। केपी ओलीले जलाएको हो त देश, यो देश जलाउनेलाई पो कारबाही गर्नु पर्यो त। केपी ओलीले त नैतिकताको आधारमा त्यो घटना भइसकेपछि त्यो चाहिँ के अरे संसद भवन अगाडि त्यो घटनाबाट त्यो केटाकेटीहरूलाई, छोराछोरीहरूलाई गोली लागिसकेपछि तपाईँलाई राजीनामा दिएर नैतिक जिम्मेवारी लिनु भएन। तर देश जलेको जिम्मेवारी केपी ओलीले लिनुपर्ने, देश जलाउनेहरू चाहिँ अप्राकृतिक गठबन्धन गरेर सेलिब्रेटी भएर हिँड्नुपर्ने, अनि देश बचाउने राष्ट्रवादी एउटा नेताले चाहिँ देश छोडेर भाग्नुपर्ने। त्यो स्थिति कसरी, किन, कसले के इन्ट्रेस्टमा गरेको छ भन्ने कुराको खोजी हुँदैन त? त्यसको हिसाब किताब गर्दैन नेपाली जनताले? यो अहिले क्षणिक नहोला। हाम्रो पनि थोरै कमजोरी भयो होला, हामीले गरेका क्रियाकलापहरूले कमजोरी भयो भने त देश जलाउने, सिंहदरबार जलाउने हो त। मैले कमजोरी गर्दा मलाई जेल हाल्नु पर्यो नि त। मैले अपराध गरेँ भने त्यो अपराधको सजाय मैले पाउनु पर्यो। एक्सक्युज त गर्न सक्नुहुन्थ्यो होला नि त। एक्सक्युज अपराध ल के को चाहिँ एक्सक्युज गर्ने भनेको चाहिँ के हो त? एक्सक्युज गर्ने भनेको चाहिँ तपाईँलाई देश जलिरहेको छ, देश जलाउनेहरूसँग माफी माग्ने चाहिँ एक्सक्युज हो त? के गल्ती गर्यो त केपी ओलीले? आफ्नो श्री सम्पत्ति सबै राष्ट्रलाई जिम्मा दिए, त्यो राष्ट्रलाई जिम्मा दिएको आफू बाँचिन्जेल बस्नको लागि बनाइएको घर, हजुरबाउले बनाएको घर 13 थुम्मासम्म गरेर जलाए, भाडामा बसेको घर दमकमा जलाए। यहीँ चाहिँ हाम्रो चाहिँ वडा अध्यक्ष चाहिँ तपाईँलाई चाहिँ काजी बस्नेतको घर चाहिँ मान्छेले कसरी जलाए, कस्ता मान्छे गरेर जलाएका थिए, कुन पार्टीसँग आबद्ध थिए, कुन पृष्ठभूमिसँग चाहिँ जोडिएका मान्छेहरू थिए। त्यस कारण त्यस्ता मान्छेहरूसँग माफी माग्नु पर्ने, माफी माग्ने पर्ने स्थिति आयो भने माफी माग्न कुनै ठुलो कुरो भएन। तर के हो त भन्दा यो अपराधको जिम्मा लिएर माफी माग्नु पनि अपराध अर्कोले गरेको छ, राष्ट्रघातीहरूले गरेका छन्, देशद्रोहीहरूले गरेका छन्, राष्ट्रियता कमजोर बनाउनेहरूले गरेका छन्, देश जलाएका छन्। त्यो देश जलेको जिम्मा चाहिँ केपी ओलीले लिनुपर्ने अरे। यस्तो पनि उल्टो कुरो हुन्छ काहीँ संसारमा? तपाईँ यहाँ बसिरहनु भएको छ, तपाईँ यहाँको चेयरम्यान हुनुहुन्छ, यो घर जल्यो त्यसको जिम्मा तपाईँ लिनुहुन्छ कि ती जलाउनेले लिनुपर्छ? त्यस्तो संसारमा काहीँ हुँदैन। तपाईँलाई अहिले साथीहरू मुन्टो लुकाएर छोपिएर केहीको आवरणमा बचेका होलान्, यी कोही पनि बच्दैन। अपराध भनेको यस्तो, अपराधीहरू यो आँसुले, यो खुनले, केटाकेटी छोराछोरीको खुनले पोल्छ तिनीहरूलाई। भोलि गठबन्धनको सरकार आयो भनेदेखि त तपाईँहरूलाई गाह्रो होला नि त। फेरि हामीले केही गरेकै छैन, हामीलाई के जुनसुकै सरकार आए पनि केही हुँदैन। जुनसुकै सरकार आए पनि एमालेलाई कसैले अमला उठाउन सक्दैन। एमालेको सरकार आयो भने चाहिँ तपाईँहरू चाहिँ खोज्नुहुन्छ? अपराधीहरू त खोज्छौँ त हामी, त्यही भएर त यहाँ सबै एक भइरहेका छन्। भोलि जेल जानुपर्छ भनेर तर्सिरहेका छन्, डराइरहेका छन्। अपराध गरेको मान्छेलाई त आफूलाई त डर हुन्छ नि त। के को त्यस के अरे काङ्ग्रेस एमालेका विरुद्धमा लागेर त्यो के ताइन तुइको कुनै अर्थै छैन नि। डर हो, त्यो त्रास हो। विदेशीहरूका पैसामा नेपालमा चाहिँ जुनसुकै हिसाबले अमेरिकी सेना यहाँ चाहिँ परेड खेलाउने उद्देश्यसहित भएको छ। अब पार्टीमै फर्क्यौँ, आन्दोलन पछाडिको घटनाक्रममा अलिकति फर्केर महेश बस्नेतलाई कसरी लिनुहुन्छ तपाईँले, कसरी चिन्नुहुन्छ? महेश बस्नेत हाम्रो पार्टीको नेता हो। जस्तो
सबै नेताहरू चाहिँ चुप्पो लागेर बसिराखेको बेलामा चाहिँ एकजना व्यवस्था पात्र महेश बस्नेत जो चाहिँ नेकपा एमालेबाट एक्लै निक्लेर भिड्न तयार हुनुभयो। त्यसको कारणले गर्दाखेरि सिङ्गो पार्टी थियो उहाँले जुन ऊर्जा दिनुभयो बाहिरको जुन हामी सबै साथ नै छौँ उहाँले जुन ऊर्जा दिनुभयो त्यसलाई कसरी लिनु भएको छ, पार्टीले कसरी लिएको छ? उहाँले त परिणामले देखाइगयो नि, के भन्नु पर्यो र? प्रतिफल त दिनु नै भयो उहाँलाई सचिव बनाएर होइन, मत पनि आयो सबै हिसाबले। उहाँ एउटा चाहिँ आन्दोलनबाट आएको नेता भएको हुनाले अब पार्टी आन्दोलनलाई सङ्कट पर्दा उभिने कुरा, बोल्ने कुरा, पक्षधरता लिने कुरा र अपराध र हिंसाको विरोध गर्ने कुरा एमाले कर्मी सबैले गरेका छन्। महेशजीले अलिक ठुलो स्वरमा गर्नु होला, हामी सबैले गरेका छौँ। उहाँ चुनाव उठ्नुहुन्छ योपालि? उठ्नुहुन्छ, जित्नुहुन्छ योपालि? जितिहाल्नुहुन्छ। अस्तिको पालि त पार लाउन सक्नु भएन नि त भक्तपुर? होइन, अस्तिको पालि त सबै जति भएका सबैको गठबन्धन थियो, राजनीतिक दलहरूको। अपराधिक गठबन्धन होइन कि राजनीतिक दलहरूकै गठबन्धन थियो। त्यो भएको हुनाले एमाले एक्लै थियो, त्यो थोरै मत पुगेन। अब अहिले त राष्ट्रवादीहरू एक हुन्छन् चुनावको बेलामा। सबै राष्ट्रवादीहरूले देशका लागि लड्ने मान्छेहरूलाई भोट हाल्छन्, भोट हाल्दाखेरि उहाँले जित्नुहुन्छ। तपाईँहरूको नि गठबन्धन हुने चर्चा सुनिराखेको थियो, हुन्छ कि हुँदैन? भयो भने कोसँग गर्नुहुन्छ? काङ्ग्रेससँगै गठबन्धन गर्नुहुन्छ? होइन, हामी त राष्ट्रवादी सबैसँग गठबन्धन गर्छौँ। यी हिंसा विरोधी जो छन् सबैसँग गर्छौँ। देश जलाउनेको विरुद्ध हाम्रो गठबन्धन हुन्छ। जसो काङ्ग्रेस र एमालेको गठबन्धन गर्छ? पार्टीका नाम नलिउँ न, सबैको हुन्छ क्या। राष्ट्रवादीहरू यी देश जलाउनेको विरुद्ध, व्यवस्था विरुद्धमा लाग्नेका विरुद्ध, राष्ट्रघात गर्नेहरूका विरुद्धमा हाम्रो गठबन्धन हुन्छ। स्वतःस्फूर्त हुन्छ, त्यो जनताकै लेभलमा हुन्छ। गठबन्धन गरेर जानुहुन्छ। जस्तो अब तपाईँकै तयारीको पनि कुरा गरौँ। अब तपाईँको पनि चर्चा आउँछ, अस्ति प्रदेश सभा 7मा लड्नुभयो र केही मतले पराजित पनि हुनुभयो मोरङको क्षेत्र नम्बर 6मा खमा। अब के तयारी छ? अब निर्वाचन आउँदैछ, अब प्रदेश सभा लड्नुहुन्छ कि विराटनगर महानगरपालिकाको टार्गेट छ कि के छ तपाईँको? मेरो त माग र आवश्यकता जे हुन्छ त्यही अनुसारै म अगाडि बढ्छु। पार्टी नेतृत्वले जे भन्छ, पार्टीले जे निर्णय गर्छ त्यही हिसाबले म अगाडि बढ्छु। अब एउटा राजनीतिक कर्मी भएको हिसाबले संसदीय पोलिटिक्समा विश्वास गर्ने, संसदीय व्यवस्थामा चाहिँ विश्वास गर्ने भएको हुनाले अब एकपटक चुनाव लडेर थोरै मत नपुगेको र अहिले निर्वाचन आइरहेको क्राइसिसको बेलामा चाहिँ लड्ने स्वभाव, त्यो खालको क्रान्तिकारी छवि, त्यो खालको लडाकु एउटा चाहिँ स्वभाव भएको हुनाले लडेर सङ्कटलाई मोचन गरेर जस्तोसुकै सङ्कटको सामना गर्न सक्ने त्यो खालको इच्छाशक्ति भएको, दृढ इच्छाशक्ति भएको चाहिँ पात्र भएको हुनाले पनि म चाहिँ जुनसुकै चुनौतीको सामना गर्ने, जेसुकै चुनौती आए पनि त्यसलाई सहज स्वीकार्ने र बोकेर हिँड्ने खालको स्वभाव हो। र इच्छा चाहिँ केमा छ त? अब इच्छा पनि हुन्छ नि त? एउटा इच्छा हुँदैन। यो पार्टीभित्र, पार्टी सिस्टममा पार्टीले जेमा उठ भन्छ, अहिले केन्द्रीय सदस्य उठ भन्यो, केन्द्रीय सदस्य उठे, देशभरिका प्रतिनिधिले चाहिँ मतदान गर्नुभयो, जिताउनु भयो, केन्द्रीय सदस्य भए। अब प्रदेश सभा लडे, थोरै मत पुगेन, पराजित भए। अब प्रदेश सभाको निर्वाचन आएको छ। अब मेरो क्षेत्र 6 नम्बर क्षेत्र हो। अब मसँग अब नेपाली काङ्ग्रेसबाट लड्दा शेखर कोइराला उठ्नुहुन्छ होला भन्ने मेरो विश्वास छ। अब म प्रदेश सभा लड्दाखेरि शेखर कोइरालासँग चुनाव लड्नुपर्ने हुन्छ र म चाहिँ अझै उत्साहित छु। अझै उत्साहित? भावी प्रधानमन्त्रीको रूपमा चाहिँ चर्चा भइरहेको, काङ्ग्रेसको सभापतिमा चर्चा भइरहेको मान्छेसँग चुनाव लड्ने अवसर पार्टीले दियो भने म चाहिँ सहर्ष स्वीकारेर लड्ने होइन कि जित्ने, परिणाम ल्याउने त्यो दिशातिर अग्रसर छु। प्रधानमन्त्रीको उम्मेदवारलाई हराउने तपाईँ? हराउने होइन, आफूले जित्ने, अरूलाई किन हराउने? आफूले जितेपछि अर्को त हार्नु पर्यो नि त। त्यो त अब परिणामको कुरा हो। जस्तो अब चुनाव हराउने भन्ने शब्द किन प्रयोग गर्नु सम्मानित नेतालाई? जस्तो मैले जित्ने, तपाईँले जित्ने कुरा गर्दाखेरि चाहिँ अब यो एउटा पार्टी पोलिटिक्स भयो, एउटा पार्टीका प्रतिनिधिहरूले तपाईँलाई मन पराउने भोट हाल्ने एउटा कुरा भइहाल्यो। अर्को भनेको अब यो निर्वाचन भइहाल्यो। जनताहरूसँग कतिको जानुहुन्छ, यहाँको यो क्षेत्रका बासिन्दाहरूको समस्या कतिको बुझ्नु भएको छ, अनि क्षेत्रका मानिसहरूको प्रब्लममा कतिको खडा हुनु भएको छ। अब तपाईँ क्षेत्रमा उठ्दै गर्दाखेरि त क्षेत्रभरिका मानिसहरूले त भोट हाल्ने होला नि, त्यो त एमालेका प्रतिनिधिले भोट हाल्ने होइनन्। र कतिको उहाँहरूसँग चाहिँ तपाईँको लगाव छ, के भन्नुहुन्छ? अब म त पहिलोपटक चुनाव लडेँ, पार्टीभित्र जहिले जितेकै छु, मैले कहिले हारेको छुइनँ। आम चुनावमा पनि लगभग झिनो मतले
मात्रै उ भएको हुनाले मलाई के विश्वास छ भने जनताका मैले सक्ने मेरो हैसियतले भ्याएसम्म मैले जनताको सबै खालका समस्या समाधान गर्ने कुरामा र जनताको साथी हुने कुरामा मैले कुनै कसर बाँकी राखेको छैन। दुःख सङ्घर्ष गरेर आएको हुनाले सबैले मलाई चिनेका छन्, बुझेका छन् र मलाई के विश्वास छ भने यो मान्छे कुनै ठाउँमा पुग्यो भने यसले चाहिँ न्याय गर्छ र यसले चाहिँ बलियो इच्छा शक्तिका साथ आफ्नो कर्म धर्म पुरा गर्छ र जनताको प्रतिनिधि चाहिँ सही हो भन्ने त्यो मान्यता स्थापित गर्छ भन्ने विश्वास मलाई छ। त्यसकारणले म लामो समयदेखि 48 सालदेखि निरन्तर पार्टीका विभिन्न कमिटी कुनै बाँकी छैन मैले काम गर्ने, जनसङ्गठनका पनि कुनै कमिटी बाँकी छैन। राष्ट्रिय अध्यक्ष, विभिन्न सङ्गठनका उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य भएको छु। त्यसकारण मैले वडा तहदेखि कुनै प्रोटोकल केन्द्रसम्म पुग्नलाई कुनै बाँकी राखेको छैन। सबै पदमा मैले काम गरिसकेको छु, सबै प्रोटोकलमा काम गरिसकेको छु, अनुभव प्राप्त गरिसकेको छु। त्यसकारणले मलाई चाहिँ के लाग्दैन भने म चाहिँ जनताको बिचमा अलोकप्रिय छु भन्ने मलाई विश्वास छैन। म लोकप्रिय नै छु होइन। अझै लोकप्रिय हुनका लागि के गर्नुपर्छ भन्ने कुरामा म जनतासँग छलफलमा छु। त्यसकारणले यो 6 नम्बर क्षेत्रको जनताको प्रतिनिधिको रूपमा मलाई यहाँका जनताहरूले, यहाँका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले उभ्याउनु हो भने उहाँहरूको शिर ठाडो हुने गरेर काम गर्छु भन्ने विश्वास मसँग छ। तपाईँ चुनाव लड्दै गर्दाखेरि तपाईँको अपोनेन्टलाई चाहिँ फाइदा हुँदो रहेछ कि पहिले केदार कार्कीसँग लड्नुभयो, उहाँ मुख्यमन्त्री हुनुभयो, अब अहिले तपाईँ 6 नम्बरमा फेरि लड्नुभयो भनेदेखि उहाँ प्रधानमन्त्रीको लागि क्यान्डिडेट हुन्छ काङ्ग्रेसबाट, उहाँ पनि प्रधानमन्त्री हुने चान्स राम्रो छ किनभनेदेखि अपोनेन्टलाई फाइदा हुन्छ नि त, केदार कार्की मुख्यमन्त्री हुनुभयो। हो, त्यो चाहिँ एउटा संयोग हो। अब चाहिँ म जहाँ लड्छु जित्छु भन्ने विश्वास छ कि मसँग। त्यो मेरो पहिलो अनुभव थियो। अब मैले चाहिँ संसदीय चुनावमा पनि कसरी जित्नुपर्छ भन्ने एउटा अनुभव प्राप्त गरेको छु र सङ्कटमा उभिएको हिसाबले पनि यहाँ 6 नम्बर क्षेत्रका मतदाताहरूले मलाई विश्वास गर्नुहुन्छ भन्ने विश्वास छ। यो महानगरपालिकामा पनि चर्चा सुनिन्छ नि तपाईँको, विराटनगर महानगरपालिकामा पनि महानगरको इन्चार्ज भएको हुनाले चर्चा होइन, दाबी नै गर्न मिल्यो होइन। तर अब पार्टीले जतातिर चाहिँ सङ्केत गर्छ त्यतैतिर चाहिँ लाग्ने कुरा हो। जसरी पनि जनताको सेवा गर्ने हो, जनताको प्रतिनिधि हो। प्रतिनिधि सभा सदस्य भएर धेरै काम गर्न सकिन्छ कि विराटनगर महानगरपालिकाको मेयर भएर? होइन, कामका हिसाबले, जनताको सेवाको हिसाबले त विराटनगरको मेयर भएर धेरै काम गर्न सकिन्छ। अहिलेका साथीहरूले किन गर्नुभएको छैन म प्रश्न गर्न चाहन्छु। यसो बाहिर निस्क्यो, यहीँ मुनालपथ निस्क्यो भने त्यो सडक त्यति फोहोर किन भएको होला? त्यो चाहिँ हाम्रोतिर जुठेल्नु भन्छ क्या तपाईँलाई, त्यो फोहोरहरू फ्याल्ने गाउँतिर। त्यो जुठेल्नुमा जे पनि उम्रिन्छ क्या, त्यस्तै चाहिँ उम्रेको छ क्या सडकको बिचमा जुन बनाएको छ त्यो हरियाली बनाउने। त्यहाँ रङ्गेलीको हेरौँ भने हेरौँ त्यहाँ उत्रेर एउटा फोटो खिच्नु जस्तो छ। विराटनगरको हेरौँ भनौँ चाहिँ आँखा छोप्नुपर्ने स्थिति छ। किन भएको होला? यस्ता कामहरू, साना कामहरू पनि चाहिँ गर्न सके कति राम्रो हुन्थ्यो होला होइन। विराटनगरलाई एउटा धार्मिक चाहिँ के अरे केन्द्रको रूपमा विराट राजाको दरबार लगायत होइन ऐतिहासिक धरोहरको चाहिँ महत्त्व बुझाएर धार्मिक पर्यटकहरू, राजनीतिक पर्यटकहरू जो चाहिँ कोइराला निवास, राजनीतिक संसारभरिका राजनीतिक कर्मीहरूले हेर्ने एउटा चाहिँ राजनीतिक पर्यटनको केन्द्र थियो। त्यो केन्द्र जलाएर ती जलाउनेहरूले के पाए होलान्? ती कुराहरू त यहाँका जनप्रतिनिधिहरूले एक शब्द पनि कोइराला निवास किन जलाएको भनेर यहाँका जनप्रतिनिधिहरू एकजनाले पनि बोलेको सुनेको छैन। मैले धेरै भाषणहरूमा, धेरै उहरूमा चाहिँ मञ्चहरूमा मैले बोलिरहेको छु। त्यो जलाउँदा के फाइदा भयो होला होइन? त्यो जलाउन पर्ने कारण के पर्यो होला होइन? विराटनगर महानगरपालिकाका अहिलेका प्रतिनिधिहरूले गरेको कामदेखि खुसी हुनुहुन्न? जति गर्नुपर्ने त्यति गर्नु भएको छैन भन्नुहुन्न। अनि तपाईँ बहुमत त तपाईँहरूकै भनिरहेको छु त, मैले भेट्दा पनि भन्छु, अहिले सामाजिक मिडियाबाट भनिरहेको छु त। जनताले चित्त बुझाइरहेका के कुराहरू चाहिँ चेन्ज गर्न सकिन्थ्यो, हुन सकेन? होइन, एउटा कुरा के हो भने मैले सुन्छु 200 जति कार्यालय सहयोगी राखेका छन् रे भन्ने सुन्छु क्या। 200 कार्यालय सहयोगीको ठाउँमा 200 चाहिँ नगर प्रहरीहरू भर्ती गरेको भएदेखि होइन, 200 जति चाहिँ तपाईँलाई स्वास्थ्य स्वयंसेविकाहरू भर्ना गरेको भएदेखि जनताले सेवा पाउँथ्यो होला। यो शान्ति सुरक्षा स्थानीय सरकार आफै ऐन कानुन छ,
आज चाहिँ काठमाडौँमा चाहिँ बालेन शाह मेयर भएर किन बलिया भयो भन्दा त्यहाँको उसको आफ्नो फोर्स चाहिँ युनिफाइड कमान्ड चाहिँ उसले राखेको छ र उसले त्यहाँ ठोकभन्दा ठोक्छ रोकभन्दा रोक्छ नि त। 35 जना चाहिँ नगर प्रहरीबाट विराटनगर प्रदेशको राजधानी जस्तो यो सहरमा, अनि तपाईँलाई आवश्यक पर्दा त सशस्त्र जनपद प्रहरीलाई पनि भिड नियन्त्रणका लागि नगर प्रहरीले सेवा दिन सक्ने खालको त्यो तयारी गर्न सक्दैन यहाँको स्थानीय सरकारले। र यहाँको मूल समस्या के हो? तटबन्धनको समस्या छ, बाढी आउँछ, 2 दिन आयो भने डुब्छ विराटनगर। थोरै भए पनि काम सुरु गर्नुपर्ने होइन? 3 वर्ष भयो, कहाँ कताबाट सुरु भयो त? पूर्व पश्चिम उत्तर दक्षिण कतैबाट सुरु भएको छ देख्नु भएको छ? तपाईँ पार्टीको अध्यक्ष प्रधानमन्त्री हुँदा त्यतिखेर तपाईँहरूले पनि त पहल गर्न सक्नुहुन्थ्यो नि त। प्रधानमन्त्री हुँदा त्यहाँ दमक गरेर हेर्नु न एकपल्ट। प्रधानमन्त्री यहाँ देशभरि कतिजना प्रधानमन्त्री हुनुभयो, किन नगरेको होला? म सम्झिरहेको छु क्या, कति 6-7 जना प्रधानमन्त्री अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ। साँच्चै विकास प्रेमी, जनताको सेवा गर्ने, आफ्नो जन्मेको ठाउँ बनाउने भने त प्रधानमन्त्रीले नै 2-4 अर्ब यहाँ हाल्न सक्नुहुन्छ नि त। अहिले पनि सक्नुहुन्न। इच्छा शक्ति हुनु पर्यो। पदमा बस्नका लागि कुर्सीमा बस्नका लागि कुर्सी होइन, त्यो काम गर्नका लागि कुर्सी हो। तपाईँ मेयर हुनुभएको चाहिँ के चेन्ज गर्नुहुन्न? मलाई मेयर बनाउनुहोस् न, म त्यसपछि देखाउँछु। पहिले जनताले बुझ्नु नि पर्यो नि, यो काम गर्न चाहिँ मान्छेले चिन्ता मैले गर्छ। भनिसकेँ, यति धेरै कुराहरू भनिसकेँ। सबै काम गर्न सकिँदैन क्या, तर केही काम गरेर देखाउनु पर्यो क्या। यसले गर्छ भने केही पनि सङ्केत दिए एउटा काम मलाई चाहिँ यो चाहिँ गऱ्यौँ हामीले भनेर देखाउन सक्छ नि त कसैले? अहिले जेनजी आन्दोलन पछाडि यो चुनाव लागिसकेपछि घुमि पनि राख्नु भएको छ, मान्छेसँग भेटी पनि राख्नु भएको छ, चलफल पनि धेरै छ, हामी पनि निहालिरहेको छौँ, चलफल धेरै गरिराख्नु भएको छ। सायद चुनावको लक्ष्य त्यही होला। अब तपाईँ तयारी नै होला, यो सायद प्रतिनिधि सभा होस् या अगाडि गएर जुनसुकै निर्वाचनमा पनि तयारी नै होला। रेस्पोन्स चाहिँ के पाउनुहुन्छ कि तपाईँले मान्छेहरूसँग भेट्दै गर्दाखेरि? म नेकपा एमालेको केन्द्रीय सदस्य हुँ र पार्टीमा लागिरहेको छु भन्दा मान्छेहरू रेस्पोन्स चाहिँ के गर्छन्? रेस्पोन्स राम्रो छ। यहाँ कुनै नयाँ दलहरूको कुनै प्रभावै छैन होइन। विराटनगर मोरङमा खास त्यस्तो चाहिँ वैकल्पिक शक्ति भनाउँदाहरूको पनि कुनै उपस्थिति छैन, न्यून छ, 0 छ। कोशी प्रदेशमा कति सिट जित्ला? कोशी प्रदेशमा मुस्किलले एउटा जित्छ कि, मुस्किलले, त्यो पनि गाह्रो छ। अर्को साम्पाङले चाहिँ एउटा पनि जित्न दिन्न भनिरहनु भएको छ। एमाले आफैमा पहिलो पार्टी हुन लागेकै छ। हर्क साम्पाङ पनि तपाईँको लाइनमै त हुनुहुन्छ नि, बालेनलाई हराउनु। राष्ट्रवादीहरू सबै हाम्रो लाइनमा हुन्छन् क्या। हर्क साम्पाङ मात्रै भनिनँ नि मैले। देशलाई माया गर्ने, देश जलाउनेहरूको विरुद्धमा सबै एक हुनुपर्छ क्या यो बेला भनेको। पल किन गर्नुहुन्न त हर्क साम्पाङलाई? व्यवस्था विरोधीहरूको विरुद्धमा, ठगहरूको विरुद्धमा। हर्क साम्पाङलाई तपाईँहरूको पार्टीमा ल्याउनको लागि बेला आउँछ नि त। पार्टीमा ल्याउनै पर्दैन नि, राष्ट्रवादीहरू सब एक भएपछि पार्टीमा आउनु पर्दैन नि। देशद्रोहीहरूलाई लखेट्नका लागि, लेन्डुपहरूलाई लखेट्नका लागि तपाईँलाई स्वतःस्फूर्त हुन्छ क्या त्यस्तो। यसको समीक्षा त जनताले गरेकै छन् नि तपाईँलाई। 23 गतेको जेनजीको नाममा घुसपेट गरेर 84 खर्बभन्दा बढीको क्षति यो देशका लागि 30औं वर्ष पछाडि धकेल्ने षड्यन्त्र कसले गरेको छ र तिनीहरूको मुखुन्डो उतार्नका लागि यो चुनाव त निर्णायकै हुन्छ नि। त्यसकारण सबै राष्ट्रवादीहरू एक हुनै पर्छ नि। सबजना एकजुट भएर लड्नुहुन्छ। एकजुट भएर लड्नुपर्छ र यस्ता खालका अराजकता फैलाउनेहरूका विरुद्धमा सङ्गठित प्रतिवाद गर्नुपर्छ। यो हिंसाबाट होइन, सङ्गठित जनताको साथ र सहयोगबाट प्रतिवाद गर्नुपर्छ। तिनीहरूको मुखुन्डो चाहिँ जनताको बिचमा उगारिदिनुपर्छ र यी कहाँबाट परिचालित थिए, कसको चाहिँ डलर खाएर काम गरेका थिए, ती कुराहरू जनतालाई बुझाउनुपर्छ। जस्तो अब अघि तपाईँले नि भन्नु, म तलको लेभलदेखि अलिक केन्द्रीय सदस्यसम्म आएको भनेर कतिको कठिन हुँदो रहेछ राजनीति गर्नको लागि, राजनीतिक यात्रा तय गर्नको लागि। अब एउटा केन्द्रीय सदस्य, त्यही पनि नेकपा एमालेको भन्दै गर्दाखेरि चाहिँ एउटा प्रतिष्ठित पदकै रूपमा लिन्छ, किनभनेदेखि ठुलो पार्टी अन्तिम पद हो नि, ठुलो पदको रूपमा लिन्छ। यहाँसम्म पुग्नको लागि कतिको स्ट्रगल गर्नुपर्छ तलको लेभलदेखि त्यहाँसम्म कति पापड बेल्नु पर्छ? हाम्रो भनाइ पनि छ पापड, धेरै पापड बेल्यो भनेर। अब निरन्तर 32 वर्षदेखि म जानेर नजानेर कम्युनिस्ट आन्दोलनमा छु।
म चाहिँ कस्तो छ भने मेरो पृष्ठभूमि फेरि म चाहिँ एउटा सामन्तको नातिदेखि लिएर होइन एउटा मजदुर भएको अनुभव छ क्या मलाई। त्यो कारणले गर्दा मैले सबै कुरा भोगेको छु, देखेको छु। एउटा जिम्मेदारको चाहिँ छोरो नाति भएको अनुभव पनि छ, एउटा मजदुर भएको अनुभव पनि छ। कहिलेकाहीँ केही साथीहरू मजदुर थियो भनेर अपमान गर्छन् क्या, यो समाज यस्तो छ होइन। त्यसकारण म चाहिँ गर्व गर्छु त्यो कुरामा। एउटा मजदुरबाट, एउटा वडाको सदस्यबाट, केन्द्रीय सदस्य भएको चाहिँ एउटा मजदुरबाट 20-50 रोजगारी दिने त्यो सामर्थ्य मैले राख्छु होइन। त्यो कारणले गर्दा म चाहिँ आफैले गरेको कर्मप्रति गर्वको बोध गर्छु र थुप्रै उतार चढावहरू मैले भोगेको छु, दुःख सङ्कटहरू मैले देखेको छु, थुप्रै आन्दोलनहरूमा सहभागी भएको छु र के अरे सङ्घर्ष के हो भन्ने मैले बुझेको छु। तपाईँलाई एउटा ट्याग पनि छ नि त, विराटनगरमा परशुराम बस्नेत भने पछाडि एउटा ट्याग छ नि पछाडि डनवाला। त्यो त हुने नै भने सङ्घर्ष गर्ने मान्छेलाई त अनेक ट्याग लाग्न सक्छ, राम्रो मान्छेलाई अनेक ट्याग लाग्न सक्छ, सङ्घर्षशील मान्छेलाई अनेक ट्याग लाग्न सक्छ। आजभन्दा त्यसकारण 10-12 वर्ष म चाहिँ के हो त भन्दा एकदमै धेरै साथीहरू बनाउने होइन, सङ्गठन बनाउन सक्ने सामर्थ्य राख्ने, आफ्नो विचार दृष्टिकोण क्लियर राख्न सक्ने, विरोधीलाई पनि कडा प्रहार गर्न सक्ने र समर्थकलाई पनि न्यानो माया दिन सक्ने त्यो क्षमता र योग्यता भएको चाहिँ व्यक्ति भएको हुनाले, सङ्घर्षशील व्यक्ति भएको हुनाले, क्रान्तिकारी व्यक्ति भएको हुनाले, कम्युनिस्ट पार्टीको कार्यकर्ता भएको हुनाले मलाई यी सबै कुराको केही अर्थ छैन। मलाई जसले जे भने पनि म स्वीकार्छु, डन भने पनि स्वीकार्छु, मजदुर भने पनि स्वीकार्छु, मालिक भने पनि स्वीकार्छु, प्रधान पञ्चको नाति हो भने, डिट्ठा जिम्मलको नाति हो भने पनि स्वीकार्छु। यी सबै कुरा भोगिसकेको मलाई केही लाग्दैन क्या। ट्याग चाहिँ किन आयो त त्यतिकै? मलाई त सबैभन्दा धेरै सम्पत्ति कमायो भनेर मुद्दै लागेर 3टा अदालतले सफाइ दिएको मान्छे हो। त्यसकारणले मलाई त केही कुरा पनि सामान्य लाग्छ क्या। अनि मैले भन्न खोजेको, जोड्न मैले खोजेँ जस्तो ट्याग मलाई लाग्ने भन्ने एउटा कुरो नि, तपाईँलाई एउटा हिम्मतदारकै प्रशंसा हुन्छ नि त। एउटा सामान्य चाहिँ तपाईँलाई चाहिँ मान्छेको त प्रशंसा हुँदैन, विरोध हुँदैन, समर्थन हुँदैन। प्रभावशाली मान्छेकै समर्थन र विरोध हुन्छ। विरोध गर्नेहरूले नराम्रो ट्याग लाउँछ, समर्थन गर्नेहरूले राम्रो ट्याग लाउँछन्। माया गर्नेहरूले कतिले भगवान भनेको नि सुन्छु म, तर भगवान त होइन, म मान्छे हो होइन। कसैको नजरमा चाहिँ हिरो छु, कसैको नजरमा चाहिँ जिरो होला, कसैको नजरमा चाहिँ डन गुन्डा फटा होला, कसैको नजरमा चाहिँ असाध्यै राम्रो शालीन भद्र यतिको चाहिँ मृत्युभाषी मान्छे पाइँदैन भन्ने पनि होला। त्यस कारणले यी सबै कुराको के अर्थ, म आफूले आफूलाई चिन्नु पर्यो, आफूले गरेको कर्म ठिक छ कि छैन भन्ने कुरा गर्नु पर्यो। त्यो कर्मले मेरो प्रगति नै प्रगति भइरहेको छ भने म गलत हो भनेर कसरी भन्न सक्छु त? त्यो कर्मले काहीँ पनि चाहिँ एउटा ब्रेक लागेको छैन। जुनसुकै आरोप लाग्दा पनि बाइज्जत बढी भएको छ, जुनसुकै अदालत होइन। जे आरोप लाग्यो आजसम्म कुनै आरोप 1 रुपियाँ 5 पैसा जरिवाना कुनै मुलुकभरि मुलुक बाहिर काहीँ चाहिँ 1 रुपियाँ जरिवाना भएको छैन। त्यस कारणले पुरस्कृत भएको छु भनेपछि भन्ने कुरा यी भन्ने कुरा हुन् भने जस्तो हो क्या। जस्तो अब यही कुरा जोडिँदै गर्दाखेरि एउटा कुरा जोडिहालेँ। अब मलाई पनि भोलि यो पोडकास्ट हेरिसकेपछि सोध्छन् होला धेरैजनाले, परशुराम बस्नेतको इन्टरभ्यू लिइसकेपछि यो कुराहरू चाहिँ किन नजोडेको कि डराइसी क्या भनेर पनि सोध्छन् होला। त्यही भएर मैले जोडिहालेँ यो कुराहरू त। त्यही भएर मैले सोध्न मन लागिहाल्यो। एउटा तस्बिर आएको थियो एयरपोर्टमा केही समय अगाडि र यो मैले जोधेँ अभिषेक गिरी दाइ हुनुहुन्छ र तपाईँको बिचको अब यो हामीले सुने अनुसार यो द्वन्द्व बिचमा केही थियो भन्ने कुराहरू थियो र बोलचाल छैन, यो दुईजना बिचको चाहिँ झगडा छ भन्ने कुरा सुनिरहेको थियो। त्यो तस्बिर आयो, के थियो अनि के सल्भ भइसकेको हो कि के छ? केही पनि थिएन। उमेरमा साथीभाइमा कहिलेकाहीँ त्यहाँ हाट्टाहुट्टो पनि हुन्छ, कहिलेकाहीँ ठुलो स्वर पनि हुन्छ, कहिलेकाहीँ चाहिँ उमेर हुँदाखेरि अब चाहिँ फाइट पनि पर्छ, अदालत अगाडि गयो। त्यो त थाहा छैन मलाई त्यस्तो कुरा त होइन। तर अभिषेक गिरीको बारेमा जे चर्चा गरिँदैछ ऊ र म भेट्नै नहुने, एउटै चाहिँ महानगरपालिका भित्र बस्ने, ऊ काङ्ग्रेस पार्टीसँग आबद्ध भएर चाहिँ राजनीति गर्छु भनेर लागिरहेका छन्। म धेरै पहिलादेखि उसलाई चाहिँ कुनै काङ्ग्रेसको जिम्मेवारी लिएर काम गर्नुपर्छ, सङ्गठित भएर काम गर्नुपर्छ मिल्ने साथी पनि भनेर भन्थेँ मैले होइन।
परिस्थितिले घटनाक्रमले उसलाई अलिकति केही समय त्यो फिल्डभन्दा बाहिर राख्यो। तर अहिले फेरि म चाहिँ सामाजिक रूपमा चाहिँ समाजको सेवा गर्न चाहन्छु भनेर चाहिँ पवित्र उद्देश्य बोकेर, साँच्चै उद्देश्य पवित्र बोकेर आएको हो भने हामी सबैले साथ दिनु हाम्रो कर्तव्य हो। म त फेरि एउटा पार्टीको शीर्षस्थ तहको एउटा चाहिँ कार्यकर्ता पनि भएको हुनाले मैले त यस्ता खालका साथीहरूलाई त साथ सहयोग लिने दिने सबै गर्नुपर्छ। त्यस कारणले हाम्रो बिचमा कुनै त्यस्तो त्यो केही पनि होइन, यो चाहिँ समाजले बनाइदिने हो। भोलि कहिलेकाहीँ विरोधी बनाइदिन्छन्। तपाईँलाई हेर्नुहुन्छ नि, पहिला मधेस विरोधी भनेर प्रचार गरे नि, पछि त्यही मधेसी साथीहरूले सबभन्दा बढी भोट हालेर मलाई चाहिँ 6वटा वार्डमा 9,500 बराबर भोट चाहिँ प्राप्त भयो नि त। सबभन्दा बढी मधेसी समुदायको भोट थियो होइन, मतदाता पनि त्यो खालको भएको हुनाले। अब कहिलेकाहीँ चाहिँ काङ्ग्रेस विरोधी भन्छन्। पहिला चाहिँ साँच्चै भन्दाखेरि काङ्ग्रेसले छोको खानु हुँदैन भन्ने सानो अलिक चेतना राजनीतिक कम हुँदा त्यो खालको पनि थियो। तर पछिल्लो समय चाहिँ यो मुलुकका लागि चाहिँ सङ्कटमा चाहिँ काङ्ग्रेस र एमाले मिल्दा मात्रै देश बन्दो रहेछ भन्ने निष्कर्षमा हामी त्यो चेतनामा पुग्यौँ। त्यस कारणले मान्छेले कति बेला कसलाई टाढा बनाइदिन्छ, कसलाई नजिक बनाइदिन्छ, त्यो समय परिस्थिति घटनाक्रमले गर्ने कुरा हो। त्यस कारणले यस्ता कुराहरू हाम्रो एक अर्काप्रति के अरे मर्दा पर्दा साथ सहयोग गर्ने खालको सम्बन्ध हो। त्यस्तो अन्यथा बाहिर बजारमा चले जस्तो हल्ला जस्तो छैन, त्यस्तो केही पनि छैन। त्यो अहिले केही हामी दुईटालाई फुटाउन पाएदेखि खेती गरेर कमाएर खान पाइन्थ्यो कि भन्ने मान्छेहरू पनि छन्। फेरि दलाल टाइपका मान्छेहरू पहिला मलाई प्रयोग गरेर चाहिँ केही आर्जन गर्नेहरू, पछिल्लो समय अभिषेकजीलाई चाहिँ प्रयोग गरेर चाहिँ केही आर्जन गर्नेहरू छन्। हामी दुईटा मिलिहाल्यो भने त यो सबै बन्द हुन्छ कि भन्ने डर पनि छ, त्रास पनि छ। त्यस्ता मान्छेहरू बिस्तारै विस्थापित हुन्छन्, सही कुरो बिस्तारै बुझ्दै जान्छ। सबै कुरो एकैचोटि बुझाउन सकिँदैन एउटै अन्तर्वार्ता, फेरि बुझाउँदै जाउँला। जस्तो अब काङ्ग्रेसबाट महानगर सभापतिको उम्मेदवारी दिनुभएको छ, लड्नु हुँदैछ। भोलि उहाँले काङ्ग्रेसबाट टिकट लिएर आउनुभयो र तपाईँले एमालेबाट टिकट लिएर आउनुभयो महानगरपालिकाको भनेदेखि चाहिँ फेरि अर्को भिड हुन्छ, फेरि यता राजनीतिक भिड हुन्छ। हाम्रो सहमति भइसक्यो नि, अहिले उहाँ नलड्ने, उहाँ चाहिँ के अरे यहाँको चाहिँ काङ्ग्रेसको सभापति लड्ने मैले शुभकामना दिइसकेँ। अब हामीले त भोट हाल्न मिल्दैन, तर शुभेच्छा शुभकामना मेरो छ। यो महानगरको सभापति चाहिँ त्यत्तिकै युवा हुँदाखेरि राम्रै हुन्छ भन्ने विश्वास छ। अब अन्तिम धेरै बेर हामीले कुराकानी गऱ्यौँ, किनभने यो तपाईँ लामो इतिहास बोकेको मान्छे र धेरैवटा कथाहरू तपाईँसँग अहिले हामीले एउटा जेनजी आन्दोलन पछाडिकै कुराहरू मात्रै धेरै जोड्यौँ। अब तपाईँसँग कुरा गर्न हेर्नु धेरैवटा कुराहरू छन्, धेरै कुराहरू जोड्दै गर्दाखेरि यो पोडकास्ट धेरै लामो हुन्छ। अब यो क्लोजिङ पनि गर्नुपर्ने मेरो सङ्घर्षका कहानीहरू, मेरो चाहिँ तपाईँलाई राजनीतिक यात्रा लामो छ। 3 दशक भनेको निरन्तर फेरि सुन्नुहोस्, एउटा कुरा भन्छु तपाईँलाई, 3 दशक एउटै स्पिड एउटै मूलधारमा लागेको छु म, दायाँ बायाँ विचलित भएर कतै लागेको छैन। त्यो पनि एउटा चाहिँ ठुलो सम्पत्ति हो। कुनै पनि आन्दोलनमा एउटै स्पिडमा एउटै गतिमा एउटै धारमा लाग्ने कुरा चाहिँ तपाईँलाई धेरै ठुल्ठुला नेता विचलित भएका देखाएको छु मैले, तर म चाहिँ आजसम्म विचलित भएको छैन। अनि मैले तपाईँ अर्को एउटा पाटो छुइनँ, खेलकुदसँग सम्बन्धित जुन तपाईँको पाटो छ एउटा त्यो एउटा बेग्लै पाटो त छुँदै छुइनँ मैले। खेलकुदको म राष्ट्रिय अध्यक्ष छु हाम्रो चाहिँ एमालेसँग सम्बद्ध जनसङ्गठनको महासङ्घको, नेपाल खेलकुद महासङ्घको। र एउटा गौरव र गर्व गर्ने विषय के पनि छ भने कोशी मुलुक सङ्घीयतामा गइसकेपछि कोशी प्रदेशको संस्थापक सदस्य सचिव हुने, यो कोशी प्रदेशको खेलकुदको चिफ हुने जुन मैले चाहिँ अवसर प्राप्त गरेँ, तत्कालीन सरकारलाई पनि म धन्यवाद दिन चाहन्छु र सिङ्गो खेलकर्मीहरूलाई म आभार व्यक्त गर्न चाहन्छु। मेरो कार्यकाल चाहिँ असाध्यै राम्रो हिसाबले, कुनै एउटा पनि दाग नलाग्ने हिसाबले मैले सम्पन्न गरेँ। मलाई चाहिँ त्यो बिचमा पनि पटक पटक चाहिँ बर्खास्तीमा परेँ, फेरि पुनर्वालीमा परेँ, निरन्तर काम गर्ने। त्यो कारणले गर्दा मलाई चाहिँ चुनौतीमा काम गर्न असाध्यै मजा लाग्छ। चुनौती बेगरको चाहिँ कुनै पनि चाहिँ सफलता हुँदैन भन्छन्। वास्तवमा मैले चाहिँ आजसम्म जे प्राप्त गरेको छु चुनौतीबाटै प्राप्त गरेको छु। त्यसकारण जुनसुकै ठुलो चुनौतीको नि सामना गर्न सक्ने त्यो सामर्थ्य साथीभाइको साथ सहयोगले प्राप्त भएको छ मलाई। यी विविध विषयहरू छन्, यी विविध विषयमा मैले अहिले पनि भने धेरै टाइम लाग्छ। अन्तिममा मैले अब केही सोध्न तपाईँलाई छुट्याएका र तपाईँलाई भन्न मन लागेका हाम्रो दर्शकहरू जो हुनुहुन्छ के भन्न चाहनुहुन्छ? अब म चाहिँ विराटनगरवासीहरूलाई मेरो यो नेतृत्व व्यक्तित्व विकासमा जुन साथीभाइहरूले साथ सहयोग दिनुभएको छ, विराटनगरवासीहरूले, मेरा चाहिँ पुराना नयाँ साथीभाइहरू सबैले, उद्योगी व्यवसायीहरूले,
प्रशासनका चाहिँ प्रमुख प्रहरी सबै यो समाजका चाहिँ वर्ग र तहका मान्छेहरूले जुन गहिरो साथ सहयोग आलोचना विरोध गरेर मलाई बिग्रिन नदिनका लागि सही ट्र्याकमा हिँड्नका लागि जुन खालको चाहिँ खबरदारी गर्नुभएको छ यी सबैलाई म चाहिँ आभार व्यक्त गर्न चाहन्छु र एउटा विराटनगरले एउटा युवा आन्दोलनबाट मजदुर आन्दोलनबाट एउटा चाहिँ पार्टीको असल कार्यकर्ताको रूपमा विकास गर्ने जुन बाटो देखाएको छ त्यो कारणले म चाहिँ आभारी छु विराटनगरवासीप्रति। समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। तपाईँको राजनीतिक विशेष चाहिँ मिडिया कर्मी साथीहरूको पनि ठुलो साथ सहयोग छ मलाई। राष्ट्रिय रूपमा चर्चा परिचर्चा गराइदिने कुरादेखि लिएर यो नेतृत्व विकास गर्ने कुरामा सञ्चारकर्मीहरूको पनि महत्त्वपूर्ण योगदान छ। त्यस कारणले सिङ्गो सञ्चारकर्मी साथीहरूलाई पनि म स्मरण गर्न चाहन्छु, सम्झिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु र आज यो उसमा मलाई बोलाउनु भयो, समय जुन मलाई दिनुभयो धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँले समय दिन तपाईँलाई धेरै धन्यवाद। हस्, धन्यवाद। थ्याङ्क यू।